हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी ड्युटीबाट अलिकति चाँडै आएर मिराकल गार्डन जाने तयारीमा छौँ। मसँग चाहिँ मेरो भाइ छन् होइन। भाइ, के छ खबर? अब मिराकल गार्डन चाहिँ आज लास्ट रहेछ, सो त्यही कारणले गर्दा चाहिँ हामी दाजुभाइ चाहिँ अलिकति छिटो छुट्टी मागेर आएका छौँ। अब हामी रुममा गएर रेडी भएर अनि त्यसपछि हामी कहाँ जान्छौँ? मिराकल गार्डन घुम्ने आएको छ। दाजुभाइ चाहिँ सट्टा लाएर म चाहिँ प्लान सक्सेस गर्न गइरहेछौँ। हाम्रो भाइ चाहिँ पुरा हिरो बनेर हिँडिरहेको छन्। अब चाहिँ हामी ट्याक्सी लाग्ने ठाउँमा जाँदैछौँ। ट्याक्सी बुक गरेर चाहिँ अब हामी लाग्दैछौँ अनप्यासिभ मेट्रो स्टेसनतिर। र हामी अनप्यासिभ मेट्रो स्टेसनबाट अब हामी इम्प्रेस टावरतर्फ जाँदैछौँ। र प्रकाश भाइ चाहिँ अगाडि गइरहेको छन् भने म पछि प्रकाश भाइको फलो गर्दैछु गाइड्स। केही समयको पर्खाइ पश्चाताप अब मेट्रो पनि आइरहेको छ र हामी एकछिन मेट्रोको वेटिङमा छौँ र मेट्रो पनि आयो। र हामी इम्प्रेस टावर मेट्रो स्टेसनमा उत्रिसकेका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ पुरा पानी छ, पानी आएको छ र मेरो नल कार्डमा चाहिँ ब्यालेन्स कम भएको कारणले गर्दा चाहिँ मैले नल कार्डमा ब्यालेन्स हाल्न लागिरहेको छु र मैले त्यहाँ पैसा पनि हालिसकेँ। लेट्स सी। त्यसपछि मेरो पैसा पनि बढ्यो। त्यसपछि आएर रिसिभमा क्लिक गरेँ, त्यसपछि रिसिभ आयो, नल कार्डमा ब्यालेन्स भयो। यस पश्चाताप हामी चाहिँ हाम्रो गन्तव्य भनेको चाहिँ मिराकल गार्डनसम्म थियो र हामी ट्याक्सीको वेटिङमा थियौँ। बस चाहिँ अलिकति ढिलो जाने भएको कारणले गर्दा चाहिँ हामी ट्याक्सीको वेटिङमा थियौँ र फाइनल्ली ट्याक्सी पनि आइसक्यो। वरिपरिको दृश्य अवलोकन गर्दै हामी लाग्यौँ अब मिराकल गार्डनतर्फ। पानी परेको कारणले गर्दा चाहिँ ट्याक्सीहरू जाम भइरहेको थियो र हाम्रो भाइ चाहिँ पुरा गर्लफ्रेन्डको यादमा बसिरहेको थिए। र फाइनल्ली गाइज हामी चाहिँ मिराकल गार्डन पुगिसकेका छौँ। मौसम एकदम राम्रो थियो, तपाईँहरूले देख्न सक्नुहुनेछ। फाइनल्ली हामी मिराकल गार्डनको बाहिरपट्टि पुगिसकेका छौँ र प्रकाश भाइ चाहिँ पुरा गर्लफ्रेन्डको यादमा बसिरहेको थियो। फाइनल्ली हामी चाहिँ पुगिसकेका छौँ र आजको भिडियो कस्तो लाग्यो तपाईँहरूले प्रतिक्रिया दिनुहोला। मन पर्यो भने लाइक सब्सक्राइब गर्नुहोला। धन्यवाद।